हेलो एभ्रिवान, सबैजना सेवा नमस्ते। आरामै हुनुहुन्छ? म पनि एकदम आरामै छु। सबैजनाले थाहा पाइसक्नुभयो होला आजको विशेष भिडियोको बारेमा। आज चाहिँ रहेको छ मेरो तेस्रो भिडियो अनि मेरो तेस्रो भिडियोमा चाहिँ तपाईँहरू सम्पूर्णलाई स्वागत छ। आज चाहिँ सधैँभन्दा अलिक फरक अनि विशेष यात्रा भएकोले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राख्दछु। आज चाहिँ मौसमले पनि सधैँ जसरी नै एकदम साथ दिइरहेछ अनि आजको यात्रा पनि सधैँभन्दा 1-1.5 घण्टा अझै धेरै लामो हुने भएकोले गर्दा विशेष अनि खास त हुने परिगयो। अनि हामी चाहिँ को गएको थियौँ, कहाँसम्म पुग्यौँ अनि के काम गऱ्यौँ त भन्ने कुराहरू तपाईँलाई चाहिँ म भिडियो मार्फत नै देखाउने छु है त। यो बाटो चाहिँ रहेको छ हाम्रो भाउजू यानि कि माता अहिले जो उहाँ चाहिँ गुफामा ध्यानमा बसिरहनु भएको छ त्यहाँ जाने बाटो हो। हामी चाहिँ सधैँ नै गाउँको दाजुभाइहरू सबैजना मिलेर चाहिँ जाने गर्छौँ नि त। अनि यो पटक पनि हामी त्यस्तै 10-12 जना जस्तो भएको छौँ। मैले अलरेडी भिडियोमा भनिसकेको छु आजको यात्रा चाहिँ सधैँको भन्दा अझ 1-1.5 घण्टा टाढो रहेको छ। सो हामी चाहिँ अहिले भाउजू भएको ठाउँमा चाहिँ पुगिसक्यौँ। यहाँसम्म आइपुग्नलाई पनि हामीले गाडी चाहिँ देउराली भन्ने ठाउँमा छोडेर त्यहाँबाट लगभग 2 घण्टा जस्तो हिँड्नुपर्छ नि त। अनि अरू चाहिँ दाजुभाइ हिँड्न सक्ने चाहिँ अगाडि कुदेर सबैजना आइसक्नु भएको थियो। हामी चाहिँ अलिक लेडिज ग्रुप चाहिँ अलिकति हिँड्न नसक्ने भएर बिस्तारै हामी आयौँ। अनि यहाँदेखि चाहिँ आज हामी सबैजना जानुपर्ने थियो। अनि हाम्रो भाउजू चाहिँ ध्यान सकेर बसिरहनु भएको रहेछ। त्यस पछाडि चाहिँ हामी सबैजना एकछिन थकान मार्ने काम गऱ्यौँ किनभने हाम्रो यात्रा चाहिँ अझै बाँकी रहेको छ। त्यही भएर हामी हाम्रो यात्रातर्फ लाग्नेछौँ। आज चाहिँ मौसम पनि एकदम दामी भइरहेछ, कुहिरो र घाम बराबरी भइरहेछ। सो अनि हामी चाहिँ हाम्रो दाजु भाउजूहरूको बस्ने उड्ने ठाउँ हेर्दै घुम्दै एकछिन बस्यौँ। अनि भाउजूको हातबाट आशीर्वाद लिने काम पनि भयो। सधैँ चाहिँ यसो धुपसुप बाल्ने काम पनि हुन्थ्यो। यो पटक चाहिँ अब अझै हिँड्नुपर्ने भएकोले चाहिँ हतार भएर हामीले सबै भाउजूलाई नै जिम्मा लगाएर हिँड्ने काम गऱ्यौँ। अनि भाउजूले चाहिँ कति मजाले हामी सबैजनालाई टप्परीमा चाहिँ प्रसाद पनि रेडी गरिदिइसक्नु भएको रहेछ। त्यस पछाडि चाहिँ खाएर हामी लाग्यौँ आज हाम्रो यात्रातर्फ। यति भन्दै आजको हाम्रो विशेष यात्रा कहाँसम्मको थियो र के कारण थियो भन्ने कुरा चाहिँ उहाँबाटै सुनौँ है त। सबैजना तपाईँहरू मेरो साथ मलाई दिँदै हुनुहुन्छ। म तपाईँहरू सबैजनालाई सेवा भाउजू हाम्रो यात्रा सफल होस्, सीताको पुरा कहाँ जाँदैछौँ भने मलाई अस्ति यो बिहिबारको दिन 10 गते चाहिँ भनेर चाहिँ यता जा देउतामा बास बस्नुभएको नाग नगिनहरू बिजोग बेपत्ता छ जा धुपपाती गरिराख भन्नुभएको थियो। त्यहाँ जाँदाखेरि त धेरै पोखरी नागहरूलाई चट्याङहरूले हानेको त्यस्तो ठाउँहरू भेट्यो। अनि फोहोर मैला पनि भेट्यो। त्यहाँदेखि आए पछाडि त मलाई सफा गर्नु जा भनेको भनिन्छ र तपाईँहरूलाई मैले साथ सहयोग मागेँ। हामी सबैले चिताएको पुरा होस्। हुन्छ। आउँ सबैजना। यतिजना आउँथ्यो र टर्ने के जस्तो लाग्छ त मान्छे सकिएको त। यसरी नै भाउजू अगाडि अनि हामी सबैजना पछाडि हुँदै लाग्यौँ आजको गन्तव्यसम्म। यहाँबाट हिँड्दाखेरि चाहिँ हामी अगाडि हिँड्न मिल्दैन, भाउजू अगाडि हिँड्नुपर्छ अनि हामी सबैजना पछाडि हिँड्नुपर्छ भन्नुभएर नै चाहिँ हामीले भाउजूलाई वेट गरेर बसेको थियौँ बाटोमा। हामी चाहिँ गाउँबाट जम्मा 12 जना गएको थियौँ। अनि त्यहाँ चाहिँ दाजु भाउजू अनि दाजु भाउजूको छोरी मेरो बधाइनी जेठी हुनुहुन्थ्यो। 3 जना गरेर चाहिँ हामी त्यहाँबाट 15 जना हिँड्यौँ। आज हामी पुग्नुपर्ने ठाउँलाई चाहिँ बिखे भन्ज्याङ भन्दो रहेछ। अनि त्यहाँ चाहिँ भाउजूले भने जस्तै देवीहरूको स्थान रहेछ। अनि त्यहाँ चाहिँ फोहोर मैलाहरू ज्यादा भएकोले गर्दाखेरि चाहिँ हाम्रो भाउजूलाई ध्यानमा बस्दाखेरि त्यहाँको देवी देवताहरूले चाहिँ फोहोर मैला भएको छ सरसफाइ गर्नु भन्नुभयो अरे। त्यही भएर चाहिँ हामी सबैजना आज त्यहाँसम्म सरसफाइ कार्यक्रमको लागि गाउँबाट सल्लाह गरेर सबैजना गएको हो। अनि आज चाहिँ हामी मात्र नभएर सन्दकपुर गाउँपालिका चाहिँ त्यहीँ स्थानीय हुनुहुँदो रहेछ त्यहाँको। अनि पाँचथर जिल्ला पनि त्यहीँ नजिकै पर्दो रहेछ पाँचथरको। अनि हामी देउमै नगरपालिका गरेर 3टा क्षेत्रको भेला हुने अनि कार्यक्रम सञ्चालन गर्ने कुरा छ। आज चाहिँ बाटो पनि टाढो
अनि काम पनि धेरै, तर समय थोरै भएकोले गर्दाखेरि चाहिँ सबैजना एकदम आपतमा पनि छौँ अनि सबैजना एकदम एनर्जेटिक पनि भइरहेछौँ। फेरि हामी मानव जाति सेवा धर्म कर्ममा एकदम आस्था राख्छौँ नि त। पूजा पाठ देवी देवता त्यही कुराहरूले होला हामीलाई एकदम एनर्जी पनि आउँछ होइन। अनि हामी यस्तो कुराहरूमा एकदम एक्साइटेड पनि हुन्छौँ अनि आत्मसन्तुष्टि पनि मिल्छ नि त हामीलाई। त्यही भएर पनि हामी यस्तो कुराहरूमा चाहिँ अघि बढ्छौँ भन्ने लाग्छ मलाई। फेरि हामी प्रकृतिलाई माया गर्ने अनि प्रकृतिको पूजा गर्ने मान्छे हो नि त। त्यही भएर यो देवी देवता कुल सबैलाई प्राकृतिक सम्पत्ति नै सम्झेर संरक्षण गरेर राख्नुपर्छ भन्ने लाग्छ। सेवा गर्नु रे सबैजनाले। अनि यहाँ चाहिँ सत्य देवीहरू बास बसेको ठाउँ अरे यिनीहरू होइन। अनि किराती तपस्या बसेको त्यो पल्लो धुन ब्लगर सेवा ब्लगरहरूले सेवा गरे नै। यिनीहरू सहयोगी होइन। यहाँ चाहिँ सत्य देवी बास बसेको अरे ठ्याक्कै बाख्राको मुख जस्तो त्यहाँ जिप्रो पनि हेर्नु कि ठ्याक्कै चेपु यो नाक यो जिप्रो हेरौँ बाख्रा जस्तो बाख्राको जस्तो यो तल दारी यो किराती चाहिँ यहाँ पर ऊ पर अलिक मजाले ढोग्नु। मनले ढोक्ने हो हातले होइन। त्यसो भए मैले ढोकिसकेँ। फर्की पठाएर कहाँ हुन्छ ठाउँमै नपुगेर चाहिँ। यसरी नै बाटोमा जाँदै गर्दा चाहिँ धेरै त्यहाँ देवीहरू अनि देवीहरूको स्थानहरू रहेको ठाउँ रहेछ। अनि भाउजूले देखाउँदै चिनाउँदै जानुभयो। हामीले पनि त्यही अनुसार सबै सेवा गर्दै हिँड्यौँ। यसरी नै हिँड्ने क्रममा हिँड्दै जाने क्रममा चाहिँ अझ धेरै अरू ठाउँमा पनि देवी स्थानहरू रहेको कुरा भाउजूले हामीलाई बताउँदै हुनुहुन्छ। उहाँले त्यो सबै कुराहरू देखाउने अनि हामी त्यो ठाउँमा चाहिँ सेवा गर्दै जानेछौँ। यो क्षेत्रको बारेमा नि उहाँबाट सुनौँ त। सत्य यहाँनिर उहाँले सत्ययुगमा 7 महिना 7 दिन तपस्या गरेर हुम्लाउनु भएको थियो। सत्य किरातीको सत्य हतियार नै यहाँ छोड्नुभएको छ र उहाँको सत्ययुगको सत्य किराती मलाई चाहिँ उहाँले भन्नुहुन्छ सत्य कलियुगको सत्य किराती सत्य र उहाँलाई पनि मैले आज मान्छेहरू मात्रै मैले यहाँको चिला पनि तर म त शाखा सन्तान छोरी छोरा सबै भएको आफ्ना आफन्त इष्टमित्र भएको यहाँको केही मैले हतियार लाँदाखेरि मलाई कति दोष दिनु भने मेरो आफ्ना आफन्त मेरो छोरा नातिलाई केही नोक्सानी पुग्छ भने म लाँदिनँ भन्दाखेरि मैले बाछा खुवाउन आएँ। त्यति बेला बाछा चाहिँ कस्तो भयो भने मैले अक्षता राख्ने यसरी हातमा ठ्याक्कै यसो गर्दाखेरि सत्य मैले लानु हुने हो भने सत्य यहाँ मेरो सत्य शक्ति मेरो हातमा टाँसिनु पर्यो होइन भने छोडिदिनु पर्यो भनेर मैले हातमा गरेर गरेँ भरे 10 दानामा अक्षता टाँसेँ। धनकुमारलाई नि मैले गर्न दिएर अनि कतामा पोको पारेर अनि चाहिँ त्यहाँदेखि चाहिँ म लानु यहाँ मलाई बाहिर ठ्याक्क राखिदिनु भएको थियो हतियार बाहिर थियो मैले बाहिर। त्यसपछि भाउजू बाटो लाग्नुभयो अनि हामी सबैजनाको यहाँ सेवा गर्ने काम भयो। अब चाहिँ भने लगभग हामीले आधा बाटो आइसकेको छौँ। अब आधा जति छ। यो ठाउँसम्म चाहिँ मैले दोस्रो भिडियोमा पनि हजुरहरूलाई प्रस्तुत गरेको थिएँ जतिजनाले हेर्नु भएको छ। यहाँदेखि चाहिँ हामी हाम्रो गन्तव्यतिर लाग्यौँ। घाम अनि हिमालको चिसो हावाले हाम्रो यात्रालाई चाहिँ अझै रमाइलो बनाइरहेको थियो। यसै क्रममा चाहिँ मैले गीत दौडिरहेको देखेँ क्या, त्यो पनि क्याप्चर गर्न पुगेँ। हिमालहरू पनि एकदम नजिक राम्रो देखिरहेको थियो। तर आज मौसम चाहिँ भने अलिकति चिसो चिसो होइन घाम सबै मिक्स भइरहेको थियो। यही क्रममा कति भित्री कुरा बुझ्नुपर्छ त। उहाँले यो कलशको पानी नछर्का हिँड्दा चाहिँ नाकहरूलाई होइन तैँले छर्काएको पानी हामी पिउनु भनेर पर्ख्यौँ तैँले पिए छर्किँदैनस् भनेर कस्तो साह्रो पार्नुभयो। हरेक पाउँछ अनि यहाँ चाहिँ थिएछ पहिला यहाँ ऊ माथि भदैले चाहिँ भन्दै हुनुहुन्थ्यो यहाँ चाहिँ पोखरी थियो, नागदेवी थियो अरे अनि
यस्तो भयो भनेर सुनाउँदै हुनुहुन्थ्यो पहिलेको घटना। उहाँ चाहिँ धेरै पटक आइसक्नुभयो नि त यो ठाउँमा, लगभग हामीसँग त 10 चोटि भन्दै हुनुहुन्थ्यो। 10 चोटि भएर उहाँ यो ठाउँमा आइसक्नु भएको। अब हरेक सामानहरू कहिले के आवश्यक पर्छ होइन, हामी सबलाई त्यही त हो। अनि त्यहाँ सामानहरू चाहिँ पुर्याउने हुने क्रममा कहिले मान्छे ल्याउने लाने कहिले के त्यस्तै त्यस्तै उहाँ र हामी फर्स्ट टाइम पनि हामी आएको थियौँ। अनि यसरी नै उहाँ चाहिँ 10 पटक भइसकिसक्यो आएको भन्दै हुनुहुन्थ्यो। त्यही भएर चाहिँ उहाँलाई धेरै कुराहरू थाहा छ नि त। गफ गर्दै गर्दै हामी गन्तव्यसम्म चाहिँ आइपुग्यौँ। यही ठाउँ रहेको छ बिखे भन्ज्याङ। माथिको डाँडा बिखे डाँडा रहेछ। अनि यो भन्ज्याङमा चाहिँ आज हामी सबैजना भएर चाहिँ सरसफाइ गर्नुपर्ने र देवीको स्थान रहेको ठाउँ चाहिँ यहीँ रहेको रहेछ। म हजुरहरूलाई देखाउँछु है त। सफा गर्नु ठाउँ यहाँ तल। ए राम्रो ठाउँ रहेछ नि यहाँ मुनि। हामी गएको त यहाँदेखि अनि त्यो ढुङ्गाहरू त चिठ्याएको जस्तो छ त नाना नि। अझै हामी त यो माथि डाँडामा गएको थियौँ गुराँसले छल्यो एउटा यहाँबाट त्यो शिला थाहा दाजु यहाँ भदैनी चाहिँ मलाई बिखे डाँडा अनि त्यहाँ भाउजूले शिला ल्याउनु भएको पहिलेको ठाउँ देखाउँदै हुन्थ्यो। अनि हामी चाहिँ सबैजना त्यहाँ पुगेर यसो एकछिन थकान मार्ने काम भयो। त्यहाँ अरू क्षेत्रको सबैजना आउनु बाँकी थियो नि त, त्यही भएर हामी सबैजना एकछिन आराम गर्ने काम गऱ्यौँ। नभन्दै पाँचथर साइड अनि यता सन्दकपुर सबैजना बिस्तारै आउँदै हुनुहुन्थ्यो। त्यस्तै 10-15 मिनट जस्तो चाहिँ हामीले सबैजनालाई पर्खिएर आराम गर्ने काम गऱ्यौँ। त्यस पछाडि सबैजना उपस्थित भइसक्नुभयो अनि कार्यक्रम सुरु भयो। यहाँ भएको अहिले मैले अथवा तपाईँहरू हामी सबैले यहाँ के छलफल के सल्लाह गर्छौँ त्यो चाहिँ सबैजनाले पछाडि आउनु अथवा गाउँमै बस्नु हुनेलाई पनि सुनाइदिनु। सबैजनालाई सेवारो किराँतीकै चेली छोरी परे। अनि मलाई यहाँ ल्याउनु हुनुहुन्छ र सत्य देवी सत्य कालीनाथ हुनुहुन्छ र मलाई घरमा नै मलाई यहाँ गुफा छ एउटा गुफा यहाँ गएर त बस्नुपर्छ गुफामा भन्ने आदेश गर्नुभएको थियो मेरो गुरु हजुरले। त्यसैले म यहाँ आएँ। यहाँ आएर गुफामा बसेको महिना दिन हुँदै गर्दाखेरि मलाई फेरि यहाँ दर्शन एउटा दिनुभयो कि हिजो अस्ति 10 गतेको दिन चाहिँ बिहिबार 10 गते पुस 10 गते बिहिबारको दिन बिहानको मैले ध्यान तपस्या साँझ बिहान गर्छु। त्यति बेला बिहानको दर्शनमा चाहिँ मलाई यहाँ माथिको एउटा गुफा एउटा देवता बस्नुभएको एउटा के भन्नुभएको छ भने सत्य देवीले सत्य महादेवको स्वरूप छोड्नु भएको छ, धुप लाउनु जा भन्ने आदेश आयो। म त्यति बेला आदेश सँगसँगै उठेर हिँड्दाखेरि यहाँ आइपुग्दाखेरि यहाँ पनि पोखरी म यसरी खेल्थेँ तर मलाई अहिले यस्तो राखेको छ भन्नुभयो कालीनाथले। अनि त्यसरी यता आउँदै यता पनि मलाई छेक्नुहुन्छ यता पनि छेक्नुहुन्छ। यता फेरि माथि गयौँ। माथि सरासर जाँदै माथि पुगेर फेरि झर्दाखेरि यहाँ पनि पोखरी यता पनि पोखरी तपाईँलाई कति के थाहा छ होइन। यहाँ पहिला पोखरी यहाँ एउटा र उता तल ठुलो पोखरी हुनुहुन्थ्यो। उहाँहरू दिदी बहिनी हुनुहुँदो रहेछ। अनि उहाँले चाहिँ एकदम गुहार खोजिराख्नु भएको छ यहाँ हामीलाई। फोहोर मैला भयो हामीलाई मैला कचेडा मलाई उहीँ भन्नुभएको थियो कचेडामा राखेको छ हामीलाई कचेडामा राखेको छ। हेर्नुहोस् है कतै तपाईँहरूलाई यहाँ बसोबासो गर्नुहुनेलाई के पो छ कि म क्षमा माग्दै मलाई देवताले जे आदेश जे वाक्य दिनुभयो त्यही नै म भन्दैछु। अनि यस्तो भनेपछि म आएँ। आउँदाखेरि त्यस्तै देखेँ। अनि मलाई यता पनि देखाउनु यता मेरो पछाडि मेरो श्रीमान हुनुहुन्छ उहाँ अनि मेरो छोरी अनि मेरो भतिजा 4 जना हामी हिँड्दैछौँ। त्यस्तै देखियो गुफाहरू पनि देखियो शिलाहरू एकदम डरलाग्दो कस्तो शिलाहरू हुनुहुँदो रहेछ यहाँनिर। त्यो शिलामा चाहिँ देवताले बास गर्नुभएको थियो पहिला। अब मलाई त यस्तो भन्नुभयो कि एउटा गुफामा त सत्य चेली आज आइस तेरो बास यहीँ हुन्छ भन्नुभयो। अब म त्यहाँ कहाँ बास बस्ने। अनि मैले बिदा मागेँ बल मागेँ के गरेँ तर फेरि त आउनै पर्छ भनेर चाहिँ म गएँ। तर अलिकति यहाँ छुट्यो माथि त्यस्तो रहेछ। माथि चाहिँ यहाँ म जाँदै माथिल्लो गुफामा मात्रै म जानुपर्ने भनेर हिँडेको मान्छे। त्यहाँ पुग्दाखेरि मलाई त्यस्तो जाँदाखेरि देब्रेपट्टि तानिहाल्नु हो मलाई त्यता देखाउनु भयो। त्यहाँ चाहिँ के रहेछ भन्दाखेरि इन्द्रजीले वज्र हान्नुभएको छ। वज्र कसलाई हान्नुभएछ भन्दाखेरि अजिङ्गर र बिच्छी क्या हुनुहुन्थेछ।
अनि अजिङ्गर र बिच्छीलाई वज्रले हाने पछाडि उहाँको खुन चाहिँ भल यता बग्दाखेरि दुईजना तपाईँहरूले यहाँ फोहोर मैला गरेर भाग्नु भएको होइन रहेछ यहाँ पोखरी चाहिँ वज्रले हान्दाखेरि अजिङ्गर र बिच्छीको खुनको चाहिँ भल गठन आउँदाखेरि दुवैजना यसो भाग्नु भएको भनेर त्यसरी भन्नुभयो। आज के भन्नुहुन्छ होइन मैले भन्ने कुरा होइन त्यो दिनको यो कुरा। अनि मलाई के भन्नुभयो फेरि गएर म बस्छु म जहिले पनि बस्छु बिहान बेलुका साँझ बिहानी ध्यानमा बस्दाखेरि चाहिँ मलाई यहाँकै मात्रै अहिले दर्शन यहाँकै मात्रै छिटो गयो हामी मऱ्यौँ फोहोरले मऱ्यौँ भनेर भन्नु। त्यसैले तपाईँहरूलाई हामीले हतार यता उहाँ दाजुहरूलाई उहाँ भाइहरूलाई बोलाएर पनि के फोन गरेर बोलाएर अनि खबर गरिदिनुहोस् हामी यस्तो पऱ्यौँ अप्ठ्यारोमा भनेर। अनि तपाईँहरूलाई खबर पनि भयो होला अवश्य पनि मलाई लाग्छ त्यस्तो। अनि हामीले हाम्रो गाउँको दाजुभाइ दिदीभाइ भतिजा सबैजनालाई बोलाएको छौँ। हिँड्न सक्ने चाहिँ हाम्रो तरै टाढो पर्छ, सक्ने हुने जति आउनुभएको छ। सरला सहमति गरौँ। तपाईँहरूलाई कस्तो लाग्छ यो ठिक हो कि होइन? पहिला यहाँको यथार्थ के सुन्नुभएको थियो, के बुझ्नुभएको थियो? मैले देखेको कुरा यथार्थ हो होइन? यहाँ पनि मलाई यहाँ पनि दर्शन दिनुहुन्छ उहाँ त्यो भाइ नानी नबस्नु पर्ने थियो त्यो ठाउँमा। यहाँ पनि आजभन्दा निकै वर्ष अगाडि नै पहिल्यै नै एकजना साधु सन्थ आएर यहाँ तपस्या गरेर बस्नुभएको देखाउनुहुन्छ। उहाँ चाहिँ किराँती होइन, रुद्राक्ष माला लाउनुहुन्छ, जटा बान्नुभएको छ, पहेँलो भेष लाएर यसो पूर्व फर्केर बस्नुहुन्छ यसरी देखाउनुहुन्छ। अनि हामी सबैजना भएर यहाँ म आएर जहिले धुपपाती गर्ने के गर्ने गर्दा हुँदैन। तपाईँहरूले सबैभन्दा गर्नुपर्छ, सबैभन्दा तपाईँहरूले आत्माले देख्नुपर्छ यहाँ माथाले भनेको कुरा हो कि होइन, यो आकार प्रकार हो कि होइन। यहाँ तपाईँले सके कतै बुढापाकाहरूबाट ज्येष्ठ मानिसहरूबाट सुन्नु पनि भटाउनुपर्छ। यहाँ यस्तो थियो पहिला हिँड्दा यस्तो हुन्थ्यो त्यस्तो हुन्थ्यो अनि मास्तिर अब यहाँ यस्तो लेखेर हाम्रो उपस्थितिहरू गराएर यहाँ जिल्लामा पूर्व फर्केर बस्नुभएको जटा पालेर रुद्राक्ष माला लाएर बस्नुभएको पहेँलो लाएर बस्ने मान्छे पहिला हुनुहुन्थ्यो। तर धेरै पहिला अब हामी तपाईँ पनि बाँच्नुहुन होइन, त्यो कतै कथा सुन्नुभएको नि हुनसक्छ यही ठाउँमा। त्यसैले यहाँ फोहोर मैला र चाहिँ यो सफा गर्नै पर्छ। अनि यहाँनिर वस्तु भाउ पाल्नु भएको छ, तपाईँहरूलाई नपाल्नुहोस् भन्ने होइन, तर अलिकति यताउता चाहिँ गर्नुपर्छ। यहाँ देउताले बास अति गरेको ठाउँ। मलाई अहिलेसम्म देउता मेरो शिरमा आइसक्नु भएपछि राम्रो उहाँलाई मानमनितो भएको ठाउँमा मलाई कहीँ लानु भएको छैन। कि चाहिँ यसरी नै पहिलो हो कि चाहिँ मलाई हेर्नुहोस् पाथिबाट माथा पुऱ्याउनु भयो, त्यहाँ दर्शन गरेर मात्रै आइज भन्नुभयो। सिद्धि के अरे माथि तिम्बुङ पोखरी पठाउनु भयो, उहाँलाई सबै मानमनितो सम्मान गर्न मात्रै जाने, मलाई पनि त्यहीँ त्यसो गरेर आइज भन्नुभयो। मलाई चाहिँ के आदेश भयो त भन्दाखेरि त्यहाँ तिम्बुङ पोखरीको दर्शन गर, दुईवटा झन्डा लिएर जा, एउटा त्यहीँ फरेर एउटा लिएर तेरो घरको मन्दिरमा फर। यो चाहिँ किन भन्दाखेरि नेपाल गाउँ यो नेपालको झन्डा फराउनु लाउनुभएको थियो। अहिले पनि जोडी नेपालको झन्डै राखेको छु मैले, यहाँ पनि नेपालको झन्डै। अनि कि चाहिँ मानमनिको सम्मान गर्ने ठाउँमा कि चाहिँ सरसफाइ गर्ने ठाउँ कि चाहिँ अहिलेसम्म मलाई पानीको मुहान भएको ठाउँमा पनि पठाउनु भयो। अनि देवी पूजा त गरिरहेको, तर देवी अर्कै हुनुहुन्छ, अर्कैको नाम काढेर पूजा गर्ने हो त्यस्तो ठाउँमा त्यो नगर भनेर बताउनु भयो। पानीको मुहान चाहिँ एकदम लुच्छाचुडी गरेर हाम्रो गाउँघरमा हामी मानिसहरू यति राम्रो बानी राम्रो हुन्छ कि अनि एउटाले पानी खायो भने अर्कोले अलि माथि खाने, अर्कोले माथि पाइप घुसार्ने चलन हाम्रो। अनि त्यहाँ पनि एउटा पानीको मुहानमा चाहिँ त्यस्तै रहेछ। त्यहाँ जहाँ भन्नु हामी मरिसक्नु भन्नुभएको थियो, जाँदा त साँच्ची त्यस्तै रहेछ। अनि उहाँ पानी खाने दाजुभाइ दिदीबहिनीहरूलाई त्यही कुरा मैले भने, जे मलाई आदेश आएको थियो त्यही भने। मैले त के भनेर उहाँले बनाउनु पनि भयो होला भन्छु, पछाडि चाहिँ गएको छुइनँ। यस्तै छ। तपाईँहरूलाई कस्तो लाग्छ? यहाँ पनि अलिक बेपत्तै हुनुभएछ देवी देवताहरू, त्यसरी नै मलाई दर्शन दिनुभएको छ। तपाईँहरूलाई कस्तो लाग्छ? गरौँ नगरौँ त्यो होइन, गर्नुपर्छ, राम्रै हो तपाईँले भन्नुभयो। अनि यहाँ के पनि भन्नुभएको छ नि, यति गरेर हामीलाई एकदम नराम्रो गरेर राख्नुभएको छ।
राखेको छ उनीहरूले। हामीले पनि उनीहरूलाई क्षति त पुऱ्याइरहेका छौँ, क्षति पुऱ्याइरहेका छौँ, उनीहरूले थाहा छैन। अब हामी फेरि पनि गर्न सक्छौँ, यो चाहिँ भन्नुभएको छ है। अब यो संरक्षण भएन भने छिट्टै नहोला, पछि होला, बा भोलि होला, बा पछि होला। अब म पनि त्यो जान्दिनँ। उहाँले चाहिँ मलाई चाहिँ दर्शन आउँदा मात्रै ध्यानमा बस्दाखेरि मेरो यस्तै हो कुरा। अब सुरु गर्दै माथितिर जाउँ। तपाईँहरूको राय कस्तो छ, विचार मेरो भने कस्तो लाग्छ? ल लेखिसकेर मात्रै एकछिन उहाँहरूलाई पनि कस्तो, उहाँहरूको यहाँ नजिकको यता पाँचबाट आउनुभएको होला, यता इलाम सन्तपुरबाट आउनुभएको होला, उहाँहरूको विचार के छ पहिला भन्दैछु नि मैले। उहाँहरूले पहिला के कुरा सुन्नुभएको थियो कि थिएन? यहाँ देवस्थल थियो कि थिएन? व्यवस्था छ माताजी, यहाँ देवी थान छ यहाँ, अहिले पनि मान्दै नै गरेको छ। तर अब त्यो अलिकति मैले कतिवटा भयो होला के भयो होला होइन, त्यो राम्रो माने त भएन। प्रत्यक्ष अब हामीले चाहिँ देखिजाने होइन, यहाँ देख्ने त उभिएर लोके बुढे मान्दैछ त त्यो पहिला मैलाले मान्दै थियो। हजुर हो नि, पहिला त गरेकै हो। लेखेको चाहिँ सुन्नु होला आउनेवाला कोही हुनुहुन्छ सोधिएर खोज गरेर त्यो त अलग्गै राख्नै पर्यो। यसलाई चाहिँ नि हामीले संरक्षण गर्न सकियोस् अथवा मानसिक रूपमा हामी तयारी बनौँ भन्ने हो। आज चाहिँ सङ्केत मात्रै हामी सायद सरसफाइ गर्छौँ, त्यही कुरा माताजीको हो भन्ने मलाई लागिकन त्यही बमोजिमको लेखेको छु होइन। तपाईँहरूले आफ्नो नाम अलि पछाडि भनिदिनु होला, म टिप्छु र सही पनि गर्नु होला। र लेखेको कुरा चाहिँ म पढेर सुनाउने अनुमति चाहन्छु। आज मिति 2082 साल पौष महिनाको 15 गतेको दिन देउमाई नगरपालिका वडा नम्बर 2 चित्री मन्दिरका माता श्री पनिला राईज्यूले गुफा साधना 1 महिना अघिबाट यही पाँचथर जिल्ला र इलामको बोर्डर लाइन मध्ये इलामको पाटेनागी क्षेत्रमा पर्ने किराँती गुफाबाट गुफा साधना गर्दै रहँदा प्राप्त दूरदर्शनबाट निर्देशित भई आजको मितिमा विभिन्न देवी देवताको देवस्थल रहेको स्थानहरूमा सरसफाइ गरी पूजा आराधना गर्ने। यदि सरसफाइ पूजा विधिपूर्वक गर्दा मानव जातिकै कल्याण हुने भएकाले साङ्केतिक रूपमा पाँचथर जिल्लाको फिदिम नगरपालिका 14, देउमाई नगरपालिका 2, सन्दकपुर गाउँपालिका 1 इलामतर्फको स्थानीयवासीको उपस्थितिमा सरसफाइ कार्य सम्पन्न गरियो र आज आगामी दिनमा पूर्ण रूपमा सरसफाइ गर्ने समेत सरसल्लाह गरी यो उपस्थितिमा सही छाप गरिलियौँ। यति मैले लेखेँ। यसलाई अब म पनि अब गाउँले मान्छे नै हो, लेख्दा राम्रो भएन होला, तर बुझौँ राम्रो, यति बुझौँ। र साङ्केतिक रूपमा हामी यतिजना भेला भयौँ दाजुभाइ, त्यो जो हाम्रो नातागोता साइनोजी छ। अब आज चाहिँ हामी माताले देखाउनु भए अनुसार गरौँ र पछिल्ला दिनहरूमा के गर्न सकिन्छ। हामी अब जस्तो हामीले दर्शन गर्ने जो मन्दिरहरूमा के अरे देवस्थलहरूमा पूजा आराधना विधिपूर्वक आज सङ्केत मात्रै गर्छौँ नि। जो माताले अब कसरी गर्ने भनेर पछिबाट त उहाँले पनि सिकाउनु होला अथवा कोही मार्फत हामीलाई सिक्दै जाउँला। त्यसमा चाहिँ बा मन्दिर बनाउनु पर्छ कि बा घेराबार गर्नुपर्छ कि होइन, बा चाहिँ तारबार गर्नुपर्छ कि बा चाहिँ यसो घारा घोचाले बारबेर गर्नुपर्छ कि होइन, बा हाम्रा पशुहरू चाहिँ यसो बारबेर गर्नुपर्छ कि के गर्न सकिन्छ त्यो चाहिँ हो आउने दिनमा गर्दै जाने होइन। आजै त सबै पूर्ण हुन सक्दैन होइन, तर अब हाम्रो चाहिँ जति पनि अब हाम्रा विसर्जित हामीबाट भनौँ न विसर्जित वस्तुहरूलाई चाहिँ के गर्ने भन्ने कुरा चाहिँ पछिल्लो दिनमा आउँछ नै, तर आज चाहिँ मात्रै साङ्केतिक रूपमा हामीले गर्नुपर्छ नै होला। यति मैले देखेँ, कसो होला? त्यसो भए तपाईँहरू आफैले तपाईँहरूको नाम भनिदिनुहोस्, मलाई आउँदैन होइन। आफै लेख्दै गर्दा अब छिटो हुन्छ होला। यो यात्रा चाहिँ रहेको थियो बिखे डाँडा, जहाँ चाहिँ बिखे भन्ज्याङदेखि उकालो हिँड्नुपर्ने रहेछ। यो बिखे डाँडामा चाहिँ भाउजूले शिला ल्याउनु भएको ठाउँ, अनि त्यहाँ पनि देवीस्थान रहेकोले चाहिँ एकपटक सबैजना त्यहाँ गएर सेवा गर्नुपर्ने भएकोले सबैजना त्यतातर्फ लाग्यौँ। यो समयसम्म चाहिँ दिनको 1:30-2 बजी भइसकेको हुनाले चाहिँ चिसो पनि एकदम धेरै बढिरहेको थियो। अनि उहाँहरू सबैजना यता सन्दकपुर अनि पाँचथर साइडको हुनुहुन्छ। उहाँहरू सबैजनाले आज साथ दिनुभएको छ, सो सबैजनालाई धेरै धेरै धन्यवाद।
यस्तो चिसो समयमा चिसो मौसममा साथ दिनुभएकोमा यो चाहिँ यहाँ पहिले सत्य युगमै अजिङ्गर र बिच्छी यहाँ उनीहरू सत्य लड्दै थियो होला होइन उनीहरू लड्दै गर्दा माथि फेरि युवराजीले चाहिँ हानेर पठाउँदैछ वज्र हान्दा उहाँहरूको यस्तो भयो उहाँहरूको जुन चाहिँ बगेर उँधो जाँदा तलको दुईवटा दिदी बहिनी पोखरी यताको एउटा यता त उताको दुईजना दिदी बहिनी आत्तिएर भाग्नु भएको। आई होप तपाईँहरू सबैजनाले भिडियो मार्फत नै धेरै कुराहरू बुझ्नुभयो होला होइन, बुझ्नुभयो नै भन्ने आशा राख्दछु। त्यही भएर चाहिँ मैले तपाईँहरूलाई रियल भोइसमा नै भिडियोबाट नै सबै कुराहरू प्रस्तुत गरेँ। त्यस पछाडि यहाँ पनि हल्का सरसफाइ गर्ने कामहरू भयो अनि फेरि पुनः बिखे भन्ज्याङमा झरेर चिया खाने काम भयो। त्यसपछि त्यहाँ रहेको मेन देवी स्थानमा जानु बाँकी नै थियो। समय एकदम कम भएकोले चाहिँ त्यहाँबाट हामी छिटो छिटो गरेर अर्को देवी स्थानतिर लाग्यौँ। सत्य शक्ति यहाँ त सत्य सत्य पञ्चकन्या सत्य देवी सत्य गुरु सत्य पञ्चकन्या सत्य देवी तर हेर कसैले पनि अहिलेसम्म नहेरी हेर सत्य पञ्चकन्या देवी हुँ म सत्य शक्ति सत्य देवी सत्य शक्ति सत्य चेली सत्य भक्ति सत्य गर सत्य चेली सत्य तिम्रो काम सत्य तिम्रो नाम हे सत्य चेली सत्य दुनियाँमा सत्य नाम सत्य लेख सत्य काम सत्य गर सत्य कृति सत्य राख सत्य चेली सत्य हामी हौँ सत्य पाँच कन्या देवी सत्य हामी हौँ सत्य पाँच कन्या देवी हे सत्य गुरु सत्य देवता सत्य शक्ति हामीलाई त जे पनि गर्छन् ए सत्य देवी सत्य माता सत्य शक्ति हुन्छ दुनियाँको अगाडि हामीलाई त पर बनाउँछ है पर बनाउँछ हे सत्य गुरु सत्य देवता सत्य माता हे सत्य काली नाग सत्य किराँतीको सत्य शक्ति सत्य साथ सत्य किराँतीको सत्य साथ सत्य किराँती सत्य चेली दुनियाँको अगाडि आऊ सत्य चेली तिमी नै छौ यहाँ सत्य खेली तिमीलाई त अस्ति पनि त भनेको थियौ नि हामीले त ए सत्य चेली बास आऊ यहीँ हामीलाई त देख्दैनन् कसैले काहीँ हामीलाई त ए सत्य चेली तिमी आऊ यहाँ बास बस्नु पर्दैन तिमीले घरानी दस्नु हे सत्य चेली तिमीले पर्दैन खरानी दस्नु हे सत्य सत्य हे सत्य गुरु सत्य तपाईँले देख्नुभयो सत्य दाजुभाइ दिदीबहिनी सबैजना आउनुभएको छ तपाईँले सत्य के कथा कहानी के सुन्नुभएको छ सत्य मलाई त म एक्लै हुँदा पनि भन्नुहुन्न उहाँलाई चाहिँ तपाईँहरूले मानमनितो गर्नु हुँदाखेरि पञ्चकन्या देवी हुनुहुन्छ रातो फुल चढाउनु भए पनि हुन्छ रातो ध्वजा रातो फुल चढाउनु मान्नुहुन्छ उहाँले शक्ति सत्य भक्ति तर हेर्नुहोस् हामीलाई यति नष्ट गरे तर उनीहरू पनि पिछाडी नै परे हामीलाई त नष्ट गरे माटोमै मिलाए तर हेर दुनिया सत्य चेलीको साथमा आयौ
हाम्रो दर्शन पनि त पायौ हाम्रो 5 कन्या देवी सत्य शक्ति दर्शन पनि त पायौ ए सत्य 5 कन्या देवी भने किन हामीलाई त नामै लाउँदैन हाम्रो नाममा त एउटा धूप पनि जलाउँदैन मान्छेले जनशक्तिले तपाईँले 5 कन्या देवी भनेर मान्ने छ है अबदेखि नाम लागेको छ 5 कन्या देवी भनेको 5 कन्या देवीले यहाँका बासिन्दा यहाँका जनताहरूले मानमनितो गर्नेछ मन दुःख नगरिदिनु होला ल परमेश्वर 5 कन्या देवी ल परमेश्वर अबदेखि यहाँको स्थानीय जनताहरूले सेवा गर्नेछ मानमनितो हामी चढाइदिन्छौँ रातो फुल र रातो ध्वजाहरू यहाँको जनशक्तिले मान्यता गरेछौँ है परमेश्वर तपाईँ यहाँ अब देवताको यहाँ खानपान भएपछि सत्य भक्ति देखाइदेऊ न सत्य चेली तिम्रो सत्य शक्ति आज हामी दर्शन दिनुहुँदैछ हामी पाउँदैछौँ हामी अब मानवको सेवा गर्नेवाला छौँ है कति सहनु हामीले कति सहनु कति दुनियाँलाई हामी दुःख कहनु कति देखेनन् कसैले पनि यस संसारमा हाम्रो गति देखेनन् कसैले पनि हाम्रो गति 5 कन्या हामी दिदी बहिनी सत्य साथ सत्य शक्ति दिने थियौँ नि हामी पनि तर हामीले यो हालत यो गति हाम्रो बनाइदियो यो गति उनीहरूलाई पनि छोड्छौँ यो गति भन्दा टाढा हामी सत्य शक्ति हाम्रो सत्य युगको सत्य शक्ति हेर मनुवा देखिन्छ यही ठाउँमा गति ए सत्य देवी सत्य माता सत्य शक्ति देखाइदेऊ तिम्रो शक्ति परमेश्वर अब आज आइन्दासम्मदेखि पूजा आजा गर्नेछौँ मान्ति गर्नेछौँ लौ परमेश्वर सत्य बगिदिनुहोस् हे माता के गरेर पूजा आजा गर्नुपर्ने कसरी गर्नुपर्ने कहिले गरिदिनु पर्ने के विधि पूर्व गर्नुपर्ने यो भनिदिनु पर्यो लौ परमेश्वर अब बलि लाग्ने हो कि दुध कुण्ड मात्रै लाग्ने हो कि फुलपाती केही मात्रै लाग्ने हो कि भनिदिनु पर्यो यार सत्य देवी सत्य माता सत्य शक्ति सत्य उसको दायाँ हातमा छौँ हामी काली नागा सत्य बायाँ हातमा सत्य किराँती सत्य शक्ति देखाउने छौँ हामी ताकी यो सत्य पर्वतमा हामी देखाउने छौँ सत्य ताकी सत्य कलि युगले गरे हामीले नष्ट तर हेर सत्य युग आउँदैछन् पर्खेर बस ए देखाइदिनु पर्यो अझ नदेख्छौँ सत्य हामी परमाणुहरू चाहिँ अझ नदेख्छौँ हामी जान्नु छैन भुल चुकुल भए तापनि माफ दिनु होला माना थानामा के भए पनि दुःख दर्शन नदेऊ अब कसो गर्दा हुने त्यो अब हामी सेवा गर्नेछौँ जे जसो भए पनि अब हामीले के दिनुपर्छ दर्शन गर्नेवाला छौँ यो चाहिँ अहिले नै अलिअलि सफा गर्नुपर्छ यो सफा गर्नुहोस् अनि म धुप बाल्छु सफा गरेर अनि यहाँ चाहिँ यहाँ 5 गर्ने देवी एउटा रक्षा गर्ने हुनुहुन्छ ल न ल 2 बहिनी माथि 2 बहिनी बस्नुहोस् न 1 बहिनी बस्नुपर्छ यहाँ बार यहाँ तपाईहरुले के भनेर मान्नु पर्ने रहेछ सुनिन्छ राख्नु ल 5वटा शिला सबैभन्दा भन्दाखेरि जुरी छ यहाँ शिला देवीको बरु होइन यसो अहिले काठ चटले पनि
सुँगुरहरूलाई चाहिँ अलिकति व्यवस्था गर्नुपर्ने रहेछ होइन बेबे बरु सामुदायिकबाट पनि हामी खर्च छुट्याइहाल्छौँ यो घेराबारा गर्न मानव जीवहरूले म माथि अपराध सम्झेर काहीँ केही कुरा उठाउनु भयो भने सत्य तपाईँले लिएर आउनुहोस् म बसेको गुफामा मेरो घरमा दुनियाँलाई म देखाइदिन सक्छु मैले देखाउँदिनँ मेरो गुरुले कसैले उठाउनु भएछ भने देवता छैन मान्न हुँदैन हाम्रो यहाँ त पानी पोखरी बनाएर भैँसीलाई पौडी खेलाउनु पर्छ भन्नु भने तपाईँहरूको जाल है जाल उहाँलाई सोध्नुहोस् म कस्तो मान्छे म पहिला म यस्तो गर्ने यस्तो शक्तिवाला पनि तर मलाई देउताले हराउनु क्षति त एकदम हुँदा चिसो छ दुईटैलाई क्षति हुन्छ है यी सिमाना पर्यो नि त अब त 5 थर चाहिँ पर्या छ यो चाहिँ किनभने सबै योभन्दा अगाडि सबैले यहाँको गुफा देख्छ तिमीले निजी हुँदैन नि एउटा कुरो त्यो सुँगुरहरू पनि अलिकति कन्ट्रोलसँगले पाल्ने छैन यहाँ गाडी नछिरौँ होला एकछिन छ त्यो सिरिपोको जागेको गाडी नछिरौँ न को छिर्या छ घुमेर आउँदैछ यहाँबाट योजना बन्ने गाडी नजाउँ ला थुप्रै त सिरिसकेछ त अघि यो हामीहरूको सिरिसक्यो सत्य भूमिको सत्य रक्षा तर उहाँले यस्तो काँध हल्लाइदिनु भयो भने जान्छ एउटा सुन्नुभएको छ यो पर यो हर्कटेदेखि ओरतिर पहिरो गयो कति बेला त्यो मलाई किराँतीले भन्नुभएको छ त्यहाँ चाहिँ विचित्र दुई व्यक्तिको देख्नुभयो अरे अनि किराँतीमा ठिका कुरामा बसिराख्नु भएको रहेछ मलाई भन्नुभएको साह्रै भएन भने यस्तो घुम हल्लाइदिनु भएको अरे तर त्यसमा असत्य मात्रै भएन सत्य पनि भए मैले पनि गरेँ असत्य त मैले सुनै थियो कुन मात्रै हल्लाइदिनु पऱ्यो डाइरेक्ट घुम हल्लाइदिनु पहिरो खोलो पहिरो नसोचेको ठाउँहरू गइहाल्छ देउता ऋषियो पनि पशु चौपायामा क्षति हुन्छ होइन पशु चौपाया भएन भने पशु चौपाया बिग्रिन्छ भिड पहिरो जान्छ
छैन पो भनिँदै थियो बेबी बेबेले ढाका छ अब यो सफा गर्नुपर्छ यहाँ वरिपरि यहाँ कोठ वरिपरि हुने यहाँ बास हुने मान्छेहरू तपाईँहरू हुनुहुन्छ हुँदैन यो चाहिँ सत्य आदेश सत्य ठाडो आदेश सत्य आदेश सत्य शक्ति तपाईँहरूले यो अहिले गर्नुपर्छ यो चाहिँ यो सिनु खेल्ने काम हजुर हजुर तपाईँहरूलाई कस्तो लाग्छ शिव पार्वतीले सत्ययुगमा तपस्या गरेको सत्य गुफा सत्य गुफा सत्य शिव पार्वतीले सत्ययुगमा तपस्या गर्नुभएको सत्य उहाँले माताले भनेअनुसार चाहिँ यहाँभित्र साँच्चै एउटा गुफा पनि रहेछ अनि गुफाभित्र चाहिँ अनौठो कि ढुङ्गाहरू पुरै टल्किने होइन त्यो ढुङ्गामा के हो भन्ने नै थाहा भएन यसो छुँदाखेरि यस्तो चिप्लो चिप्लो पदार्थ जस्तो थियो अनि त्यो नै टल्किँदो रहेछ अनि यसो हामीले चाहिँ छोएर पनि हेरेको थियौँ अनि हामीभित्र चाहिँ यस्तो रहेछ हामी चाहिँ खाजाहरू बनाउने काममा थियौँ नि त अनि हामीले त्यो सुने पछाडि चाहिँ हामी फेरि भरे गएको थियौँ नि त त्यहाँ बहिनीहरूसँग भित्र पस्नुको लागि अनि हामी चाहिँ यहाँसम्म मात्रै भित्र अझै रहेछ ठाउँ तर सानो भएकोले हामीलाई चाहिँ पस्न सकिनौँ अनि यहाँसम्म मात्रै पसिरहेछु सबै कुराहरू हेर्ने काम गऱ्यौँ कस्तो मजाले ढुङ्गा टल्केको के कति राम्रो देखिने अनि यसो छुँदाखेरि चाहिँ हराउँदो रहेछ तर हातमा चाहिँ एकदम चिप्लो आउने के त्यो के को हो हामीलाई पनि त्यस्तो थाहा भएन यहाँ चाहिँ पहिला शिव पार्वती बास बस्नु भएको ठाउँ गुफा अरे भन्दै हुनुहुन्थ्यो प्राय भित्री ढुङ्गाहरूमा चाहिँ सबै त्यस्तै नै पदार्थ थियो त्यसपछि चाहिँ खाजाहरू बाँड्ने काम पनि सकिँदै नै थियो अनि हामीलाई पनि निकै नै ढिलो भइसकेको थियो 3:30 नागिसकेको थियो अनि हामी चाहिँ घर आउनु पनि 2-3 घन्टा हिँड्नुपर्ने अझै बाँकी थियो त्यस पछाडि चाहिँ हामी अलिक हिँड्न सक्दैनौँ भनेर लेडिज ग्रुपलाई चाहिँ अगाडि हिँड्न लाउनु भएको थियो त्यही भएर हामी सबैजना बाटो लाग्ने काम भयो खाजा चाहिँ हामीले यो घरमा पकाएर खाथ्यौँ उहाँ यो घरमा एकजना हुनुहुँदो रहेछ उहाँलाई चाहिँ चुलाहरू भाँडाकुँडाहरू सबै हामीले मागेर अनि त्यस पछाडि चाहिँ फेरि भाउजूले त्यहाँ सबैजनालाई बिदा माग्नुभयो अनि साथै सबैजनालाई धन्यवाद ज्ञापन पनि गर्नुभयो त्यस पछाडि चाहिँ हामी यति स्पिडले हिँड्यौँ होइन हामीलाई घर आउनुको लागि गाडी भएको ठाउँमा आइपुग्नु नै हामीलाई 3-4 घन्टा हिँड्नुपर्ने थियो नि त त्यही भएर चाहिँ एकदम स्पिडमा आएर अनि बल्ल बल्ल आइपुग्यौँ देउराली त्यहाँ आइपुग्दा लगभग झन्डै 5 बजिसकेको थियो अनि हामीलाई चाहिँ छिट्टो घर आउनु पर्ने थियो त्यही भएर चाहिँ सबैजना चढेर स्पिडमा घर फर्क्यौँ थ्याङ्क्स फर वाचिङ बाई बाई